हेलो साथीहरू नमस्ते। आज मिति 2082 साल माघ महिनाको 29 गते। आज चाहिँ माघ महिना अन्त्य हुने दिन रहेछ। आज पनि नेपाल स्टक एक्सचेन्जमा के कसरी कारोबार भयो भन्ने जानकारीसहित र चार्ट सम्बन्धी थोरै जानकारीसहित यहाँहरूमाझ उपस्थित भएको छु। आज चाहिँ नेप्सेमा जम्मा 260 वटा कम्पनीको सेयर स्क्रिप्टहरू कारोबार सम्पन्न भएका छन्। आज चाहिँ नेपाल स्टक एक्सचेन्ज 8.97 अङ्कले वृद्धि भएर बन्द भएको छ, जुन चाहिँ अघिल्लो दिनको क्लोजिङको तुलनामा 0.33% वृद्धि हो। यसरी वृद्धि हुँदा नेपाल स्टक एक्सचेन्जको इन्डेक्स चाहिँ आज 2671.07 अङ्कमा आएर बन्द भएको छ। आज चाहिँ सर्वाधिक वृद्धि हुने सब इन्डेक्समा चाहिँ 1.18% को वृद्धिसहित डेभलपमेन्ट ब्याङ्क सब इन्डेक्स परेको छ भने आज सर्वाधिक गिरावट हुने सब इन्डेक्समा त्यो होटल एन्ड टुरिज्म सेक्टर चाहिँ आज 1.65% ले घटेर बन्द भएको छ। आज सर्वाधिक कारोबार हुने कम्पनीमा चाहिँ न्यादी ग्रुप पावर लिमिटेडको सेयर मूल्य परेको छ, जुनको चाहिँ आज 70,53,29,086 रुपियाँ र 50 पैसा बराबरको कारोबार रकम आएको छ भने आज नेप्सेमा जम्मा 11,10,25,50,966 रुपियाँ र 56 पैसा बराबरको कारोबार रकम आएको छ। त्यस्तै आज नेप्सेमा 2,77,80,584 वटा किता सेयर चाहिँ एक आपसमा कारोबार सम्पन्न भएका छन्। आज सर्वाधिक बढेर मूल्य अन्त्य हुने सेक्युरिटिजमा चाहिँ मध्यभुटेपछि जलविद्युत आयोजनाको सेयर मूल्य चाहिँ आज 9.99% ले बढेको छ। त्यस्तै गरी आरएचपिएल रसुवागढी हाइड्रो पावर लिमिटेडको सेयर पनि आज 9.88% र खानीखोला हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर पनि आज 7.02% को वृद्धिसहित टप गेनरको लिस्टमा टप 3 मा पर्न सफल भएका छन्। त्यसै गरी कालिम्पोङ दर्शन लिमिटेड चाहिँ आज 7.59% ले, रेडी पावर लिमिटेड आज 3.47% ले र बन्दीपुर केबल कारको सेयर मूल्य चाहिँ आज 3.41% ले घट्दै सर्वाधिक गिरावट हुने कम्पनीको सूचीको टप 3 मा पर्न सफल भएका छन्। आजको कारोबार सम्बन्धी जानकारी यति नै प्रस्तुत गरेँ। अब चाहिँ यहाँहरूलाई चार्ट सम्बन्धी जानकारी प्रस्तुत गर्दछु। हजुर साथीहरू, अहिले चाहिँ यहाँहरूमाझ नेप्सेको डेली क्यान्डलस्टिक चार्ट चाहिँ मैले ओपन गरिसकेको छु। मैले अब चार्ट सम्बन्धी तथ्यहरू जुन मैले रेगुलरली यहाँहरूमाझ प्रस्तुत गरेको छु, यहाँहरूले रेगुलरली भिडियो हेर्नुभएको छ भने मैले यो धेरै अगाडि नै यो जिन्जी आन्दोलनपछि बनेको जुन हाई छ, त्यो हाईको यो सन्डे नोभेम्बर 30 मा इन्भेस्टमेन्ट लिएपछि चाहिँ यो इन्भेस्टमेन्ट लियो। अब नयाँ लोअर लो लिनुपर्छ यदि मार्केट बियरिस हो भनेको थिएँ, तर त्यो नभइकन यो इन्भेस्टमेन्ट लिएको लोअर हाई हुने थियो। यो आएर लोअर हाईलाई भन्दाखेरि यो लोअर हाईलाई ब्रेक गरेर हायर लोको सिरिजमा चाहिँ मार्केट बुलिस उसमा डो थ्योरीबाट पनि गइसकेको छ भनेर मैले एकपल्टको भिडियोमा भनिसकेको छु। र यो बुलिस मार्केट चलिरहेको बेला पोइन्ट अफ इन्ट्रेस्ट स्मार्टफोन कन्सेप्ट अनुसार मैले पटक पटक भनेको छु, यहाँ कुनै पनि बाँकी छैनन्, सबै ट्याप भइसकेका छन्। पोइन्ट अफ इन्ट्रेस्टमा एउटा फेयर भ्यालु ग्याप पर्छ स्मार्ट मनी कन्सेप्टमा। त्यो फेयर भ्यालु ग्यापहरू चाहिँ प्रायः सबैहरू मेन्टेन भइसकेका छन्। अब एक मात्र फेयर भ्यालु ग्याप बाँकी थियो भने हाम्रो यहाँनिर बाँकी थियो, र मार्केटले यो फेयर भ्यालु ग्यापलाई चाहिँ हाम्रो लगभग 3 दिनको कारोबारमा पनि मेन्टेन नै गरेर राखेको छ। र यो कारोबारको जुन रकमहरू आएको छ, यो रकमले पनि यो पोइन्ट अफ इन्ट्रेस्टलाई चाहिँ एकदम प्रोटेक्ट गरेर राखिरहेको छ। त्यसले देख्दाखेरि चाहिँ हामीले मार्केट पक्का पनि यहाँबाट तल जाँदैन भनेर चाहिँ आकलन गर्न सकिन्छ। अब अर्को कुरा, यहाँ हामीले विक्ली चार्ट हेऱ्यौँ भने विक्ली चार्टमा चाहिँ कुनै पनि पिओआई बाँकी छैनन्। स्मार्ट मनी कन्सेप्टमा कुरा गर्ने हो भने सबै ट्याप भएका छन् र फिलफिल भइरहेका छन्। अब विक्ली चार्टको हामीले साधारण तरिकाले हेर्ने हो भने क्यान्डलहरू राम्रा छैनन्। तर नेक्स्ट विक के हुँदैछ भनेदेखि नेक्स्ट विक सन्डे पनि बिदा रहेछ, जुन चाहिँ शिवरात्रि, अनि 6 गते जुन ग्याल्पो लोसार हो कि भनेर परेको रहेछ, र 7 गते चाहिँ प्रजातन्त्र दिवस परेको रहेछ। त्यसले गर्दाखेरि जम्मा 2 दिन कारोबार हुने हुँदाखेरि यही जुन रेन्ज डेली रेन्जमा छ नि, त्यही रेन्जमा चाहिँ 2 दिनको कारोबारमा जुन डेली रेन्ज मैले अघि देखाएको थिएँ, यो रेन्ज, यही रेन्जमा चाहिँ त्यो विक्ली क्यान्डल फर्मेसन भयो भने त हामीहरूले अन्यथा नमान्नु पर्नेछ। र त्यहाँनिर रिभर्सल क्यान्डल फर्म भएर चाहिँ शान्तिक रिभर्सल पोइन्ट फर्म हुनसक्छ। जुन यहाँ हाम्रो यो क्यान्डल फर्म भएको थियो, यो रेड क्यान्डल, यसै गरी कुनै क्यान्डल फर्म भएर नेप्सेले बुलिस गति लिन सक्ने सम्भावना चाहिँ मैले देखेँ मार्केटको टोटल्ली एनालाइसिस गर्दाखेरि। जुन अनि हामीले हाइड्रो पावर अब त्यो पनि हेरौँ, हाइड्रो पावरले लिड गरिरहेको छ यति बेला।
किनभने ट्रेडरहरू बिचमा सक्रिय हो र हाइड्रो पावरको अब यो हेर्दाखेरि हाइड्रो पावरले चाहिँ केही सङ्केत चाहिँ राम्रै दिन्छ कि भनेर गरिरहेको छ। यो यहाँनिरको अब म हाइड्रोको पनि सँगै एनालाइसिस गर्छु, किनभने हाइड्रोले न्युट गर्नुपर्छ यदि बजार बढ्ने हो भने, मलाई चाहिँ त्यस्तो लागिरहेको छ। त्यो देख्दाखेरि यो 3496 भनेपछि यसको लो 3496 भनेपछि यहाँनिर एकपल्ट यसै त भन्न सक्दिनँ म, तर नत्र मार्केटमा यसै चाहिँ ग्यारेन्टी गर्न सके पनि नेप्से चाहिँ यसैमा बुलिस लय आउन सक्ने सम्भाव्यतालाई चाहिँ नकार्न सकिँदैन। अब बुलिस हुन्छ भनेर चाहिँ ग्यारेन्टी चाहिँ देखिँदैन। फेरि विकली चार्ट चाहिँ एकदम पोजिटिभ छैन नेप्सेको। हाइड्रोको अलिकति ट्याप हुन बाँकी रहेछ। यो रेड क्यान्डलको लिक्विडिटी लिन आउन सक्ने सम्भाव्यता पनि देखाएको छ, किनभने यो रेड क्यान्डलको हाईको लिक्विडिटी लिएपछि त्यो जुन हाई अलि माथि नै क्लोज हुनुपर्ने थियो त्यो हुन नसकेर यो हाई यो रेड क्यान्डलको हाईभन्दा तल आएर बन्द भएको छ हाइड्रोले चाहिँ लिड गरिरहेको थियो, त्यो सम्भाव्यतालाई कमजोर बनाइदिएको छ र नेप्सेको विकली चार्टले पनि त्यही सङ्केत गर्छ। यसले धेरै पोजिटिभ भन्दा पनि 2 दिनभन्दा कारोबार नहुने हुँदाखेरि चाहिँ मैले चाहिँ त्यस्तै यो रेड क्यान्डल जस्तै एक्सपेक्टेसन गरेर तल आए पनि यहीँबाट रिभर्स हुनुपर्ने छ। नत्र अन्यथा मैले चाहिँ डेली चार्ट हेर्दाखेरि चाहिँ र विकली चार्ट हेर्दाखेरि चाहिँ नेप्से यदि यो एरियाबाट फर्किएन भने, मैले जुन अहिले भनिरहेको छु यो डेली चार्टको पोइन्ट अफ इन्ट्रेस्टको कुरा गरेर यहाँनिर यो लेभलबाट फर्किएन भने, जुन चाहिँ लेभल मैले पहिला पनि भनेको थिएँ 2680 देखि 2653सम्म चाहिँ छ भनेर, अनि मैले 45 मिनटको चार्टमा चाहिँ 2 दिन अगाडि चाहिँ 2640-41सम्म आएर 2650भन्दा माथि क्लोज हुन सक्ने सम्भाव्यतालाई पनि देखाएको थिएँ। त्यो नभइकन त्यति एरियामा चाहिँ बजार फर्किएन भने चाहिँ हाम्रो बजार चाहिँ पक्का पनि यो एकैचोटि हामीले देख्नु पर्दाखेरि चाहिँ मैले देखेको चाहिँ कम्तीमा नि यो लो छ नि, अनि त्यसपछि चाहिँ कुनै आश नगर्नु होला। म आश गर्दिनँ, मेरो अध्ययनले चाहिँ त्यो भन्छ। कुनै पनि आश नगरिकन एकैचोटि हामीले अर्को सपोर्ट खोज्ने भनेको, यदि सपोर्ट लिएर बुलिस मार्केटमै जानु छ भनेदेखि एकैचोटि 2510 देखि 2470 आसपासमा खोज्ने हो एकैचोटि हामीले सपोर्ट खोज्दाखेरि। अब यदि यो सपोर्ट लाइन ब्रेक भयो भने मेरो अध्ययनले चाहिँ यसो भन्छ, यो कुनै ट्रेडिङको लागि मैले दिएको रिकमेन्डेसन भिडियो चाहिँ होइन। तपाईँहरूले मैले गरेको अध्ययनको सामग्री एउटा इन्टरनेट पोर्टलमा अपलोड मात्र गरेको हुँ। त्यही अनुसार तपाईँहरूले पनि यो भिडियोलाई शैक्षिक अथवा ज्ञानवर्धक भिडियो सामग्रीको रूपमा आफूलाई अध्ययनको लागि प्रयोग गर्नु हुन अनुरोध गर्न चाहन्छु। यो कुनै पनि इन्भेस्टमेन्ट डिसिजन र ट्रेडिङ डिसिजनका लागि यहाँ गरिएका कुराहरूको आधारमा गरिएका डिसिजनबाट हुने नाफा अथवा नोक्सानको जिम्मेवार जसले लगानी गर्नुभएको छ, यो जसले भिडियोको आधारमा डिसिजन लिनुहुन्छ उहाँ आफ्नै हुने जानकारी